महिला भएकै कारण किन म शोषित, पीडित, दमित। न्यानो अभिवादन आदरणीय सभापति महोदय, प्रमुख अतिथिज्यू, विशिष्ट अतिथिज्यू तथा सम्पूर्ण उपस्थित महानुभावहरू। म मेलिसा कार्की फेमिनिज्म बारे आफ्ना केही अभिव्यक्तिहरू व्यक्त गर्न उपस्थित भएकी छु। प्राय हामी सबैले सुनेको शब्द हो फेमिनिज्म। आखिर फेमिनिज्म भनेको चाहिँ के हो त? फेमिनिज्म भनेको केवल महिलाको हक अधिकारको कुरा होइन, समानता र न्यायको कुरा हो। फेमिनिज्म विशेष गरी महिलाको सामाजिक, आर्थिक, राजनीतिक हक अधिकार सुनिश्चित गर्ने विचारधारा भए तापनि यसमा मात्र सीमित छैन। महिला, पुरुष वा जुनसुकै लैङ्गिक पहिचानले पनि समान हक अधिकार र अवसरका साथ समाजमा सम्मानित रूपमा जीवनयापन गर्न पाउनुपर्छ भन्ने अवधारणा हो। आखिर हामीलाई फेमिनिज्मको आवश्यकता किन पर्यो त? र आजको समाजमा पनि हामीलाई फेमिनिज्मको आवश्यकता छ त भन्ने जस्ता प्रश्नहरू आउन सक्छन्। यो बुझ्नु पहिले हामीले फेमिनिज्मको इतिहास बुझ्न जरुरी छ। 19औं शताब्दीमा अमेरिका र युरोपमा महिलाहरूले मताधिकार र कानुनी अधिकारको माग गर्दै आन्दोलनको सुरुवात गरे। यसैसँग फेमिनिज्मको पहिलो तरङ्गको सुरुवात भयो। यसका पाइलाहरू पछ्याउँदै दोस्रो, तेस्रो र अहिले हामी चौथो तरङ्गमा छौँ। कुनै समयमा महिलाहरू शिक्षाको उज्यालो ज्योतिबाट वञ्चित थिए। सम्पत्ति राख्ने वा आफ्नो जीवनको निर्णय आफै लिने अधिकार थिएन। महिला हिंसालाई त यति सामान्यीकरण गरिएको थियो, प्रति 5 मध्ये 1 महिला घरेलु हिंसाको शिकार हुन्थे। तर घरेलु हिंसालाई कानुनी मान्यता भने दिँदैनथ्यो। महिलाहरूलाई आफ्नो अधिकारबारे अवगत गराउन त्यति बेला फेमिनिज्मको आवश्यकता पर्यो। 19औं शताब्दीको पहिलो तरङ्गदेखि 21औं शताब्दीको चौथो तरङ्गसम्म आइपुग्दा कयौं न्यायिक, कानुनी र सामाजिक परिवर्तन भए तापनि महिलाहरू तुलनात्मक रूपमा अझै पनि पिछडिएका छन्। महिला हिंसा, घरेलु हिंसा, बाल विवाह, छुवाछुत, दाइजो प्रथा, छाउपडी, यौन उत्पीडन, श्रम शोषण, सामाजिक दबाव जस्ता समस्याहरूले महिलाको जीवनलाई अझै पनि ग्रसित पारिरहेका छन्। ग्रामीण क्षेत्रमा त झन् शिक्षाको अभाव र सामाजिक मान्यताले महिलाको स्थितिलाई निकै नाजुक तुल्याइसकेको छ। नेपाल जनसाङ्खिक स्वास्थ्य सर्वेक्षण 2022 अनुसार 15 देखि 49 वर्षका उमेरका 1/3 महिलाले कुनै न कुनै रूपमा हिंसा भोगेका छन्। अङ्ग्रेजीमा एउटा भनाइ छ, लाइक अ कम्पास पोइन्टिङ टुवर्ड्स द नर्थ, एन एक्युजिङ फिङ्गर अफ अ म्यान अलवेज फाइन्ड्स अ वुमन। आलोचना र प्रश्नको पहिलो औँला किन सधैँ महिला र उसको चरित्रमाथि? अझै पनि निकै स्त्री दोषी छ हाम्रो समाज। हामी अझै पनि पितृसत्ताबाट पूर्णतः मुक्त हुन सकेका छैनौँ। महिलाहरूले आफ्नो श्रमको लागि अझै पनि उचित मूल्य पाएका छैनन्। नेपाल श्रम शक्ति सर्वेक्षण 2022 अनुसार एउटै कामको लागि महिलाले पुरुषभन्दा तुलनात्मक रूपमा 23% कम ज्याला प्राप्त गर्दछन्। काम एउटै, ज्याला किन फरक त? क्षमता भन्दा पनि लिङ्गकै आधारमा किन यस्तो विभेद? एउटा विद्वानले भन्नुभएको छ, अ नेसन द्याट फेल्स इट्स वुमेन फेल्स। हुन पनि हो, हेर्ने हो भने विश्वमा देशहरू जहाँ महिलाहरू पिछडिएका छन्, दबिएका छन्, ती देशहरू तुलनात्मक रूपमा आर्थिक हिसाबले निकै पछि परेका छन्। विश्वको कुल जनसङ्ख्याको लगभग 49.6% महिला छन्। जब आधा जनशक्तिलाई नै दबाएर, थिचिएर, बाँधेर राखिन्छ, के त्यो देशले प्रगति गर्न सक्छ? अवश्य पनि सक्दैन। अझ कहिलेकाहीँ त महिलाले किन दुईटा आँखाले हेर्नु पर्यो, एउटा आँखा भए पुगिहाल्छ नि भन्ने जस्ता अभिव्यक्तिहरू आउँछन्, जसले हामीलाई सोच्न बाध्य बनाउँछन्। हामी हाम्रो समाजलाई कुन दिशातर्फ अघि लग्दैछौँ? हामी हाम्रा भोलिका सन्ततिलाई कस्तो समाज हस्तान्तरण गर्दैछौँ त? जहाँ उनीहरूको पखेटा काटेर उनीहरूलाई दबाइन्छ, कि जहाँ उनीहरूलाई उज्यालो भविष्यको बाटो देखाइन्छ? समतामूलक र न्यायपूर्ण समाजको निर्माण गर्न आजको समयमा फेमिनिज्मको आवश्यकता छ। फेमिनिज्मलाई बुझौँ, अपनाऊ र यसको पक्षमा लागौँ। छोरीलाई सिमाना होइन, सम्भावना देखाउनुपर्छ भन्दै म यहाँबाट बिदा हुन चाहन्छु। धन्यवाद।